हजुर एउटा लाइट नवीन नवीन हान लाइट पड्काऊ लाइट पड्काऊ अलिकति यता लिनु त क्लोज हल्लिँदाखेरि अलिक चस काटिन्छ धेरै नहलिनु ल हल्का मात्र है दाइ बुझ्नुभयो ल रोलिङ दाइ हानिदिनुहोस् गफ गर्नु सोल्टिनीलाई हेर्नु अब यसो पालाम सुने जस्तो लिउँ काट्यो कि क्या भाइ मोटरमा राखेर ठ्याक्कै गयो यार हिजो बेटी चार्ज फुल भएन कि 4 घण्टा त्यहाँ अर्को पालिदिनु पुरै बस्छ दसैँ आउँला जोडी नमस्ते रो ए गोलो अलिक ठिक छ अलिक चेप्टिया जस्तो लाग्यो गोलो फुकिनु न दुवैजना त्यति बाँकी छ केटाको होला नि दर्पणै छाया सिसाको दाइ आयो है त्यसले फिल दिएर दिनु पर्यो है दर्पणै छाया हेर पनि गर्नु है साथीहरू अर्का दाजु डटफट क्या डटफट मेरो खुट्टा दुखेछ म डटफट सटफट केही गर्दिनँ यहाँ खाने मान्छे देखिनँ मैले ओ दाजु खाजा खानु पर्ने रे है त्यो चिया किन खानुभयो ग्रिन टी नि दाजु डटफट त्यहाँ डटफट धन्यवाद भाइ यो भाग लाको पनि खिचिराख्नु ल यो दिँदै गरेको खिच्ने भनेको हैन दिँदैछ त अनि कहिले खिच्ने हो यति नै होला है खै ल्याउनु खै बसौँ यसको उपरमा हुन्छ नि थाम्छ म फेरि अलिक म त आज चाम्रेन अनि ठोक्छन् फटाफट तपाईहरु लगाउनु ल दिदी सबैजना आउनु त हामी पनि भाइ आउनु सबैले अब यो लास्ट हो नि त ए ल यो लास्ट हो अब अर्को ड्रेसको ल छिटो आउनुहोस् न तपाईँहरू लु आउनुहोस् अब यो लास्ट